मनोज साउद सोराडीजीका डेउडा गीत छन्। बैतडी जिल्ला शिवनाथ गाउँपालिका 3 पुडिल गैर कमान्छ अहिले मलेसिया छन् हुन परदेशीको खबर लैजा मेरा इजा बालाई भन्ने शीर्षकमा डेउडा गीत छन् मनोज साउद सोराडीजीका। इजा बुवा ढोक्छ मेरो आशीर्वाद दियो जैबेला सम्झनौ इजो जलिरहन्छ हियो बसिरया मेरा इजो मेरो बाटो कोरी जिन्दगी उडेर गयो साउनो मासु हुरी असौज धानका खजा चैत गौका उमा कहाँसम्म घुमाउने रहेछै घुमा कर्म घुमा मेरो घर रविबार लैजा डाली बस्या काग भावनीले क्या दिया है परदेश मेरा भाग घर मेरा इजा बुवा मै सम्झिरोना मै अभागी भया इजो परदेशका कोना घर मेरा इजा बुवा मै छोराका भर ये साल इसोइबे इजो चैत आउलो घर आफ्नो ख्याल गर्या इजो दुखसुख भयालै इजोका आँखामा आँसु मैले फोन लयालै इजो तम्रा सम्झनाले दुखी रहन्छ मन तम्रो मेरो बिछोड गर्यो कठै पापी धन धन्य भाव निका खेल दुखै मेरा हात कैल बस्न पाउला अब इजबुवाका साथ कठै मेरा इजा बुवा बस्या बाटो कोरी जिन्दगी बितेर गयो पुसमास गको होरी परदेश सम्झना आउँछ बुढा इजा बाउको को दुःख बुझन्छ मेरा कलेजीका घाउको इजबुवाका सम्झनाले मुठो लागि आग परदेशी हूँ परदेशै छु परदेश मेरा भाग होरो हाल्ले भावनीले कि कर्म फुटाए जन्म्याकी जन्म भूमि इजबुवा छुटाए मेरै हो कि खोटो कर्म अभागी हुनाले जिउसुकी माछीको काँडो रात दिन रुनाले रोइदिन काटनु भयो यही बाली वैशमा गरिबका रोइदिन काट्ना धनी त ऐसमा हाल भावनी होरो हाल कर्म अनुसारका मुजसा दुखारी छन् कि दुनिया संसारका दुनियाँले दोष लगायो मै सबैको हेला आफ्नो कोही पनि छैन विपत्तिका बेला यही परानी कस्या पालौ यही पापी दुनिया जिन्दगीका जिउन्या बाटा मेरा त थुनिया 2 दिनको मनुष्य चोला मरेर खरानी जु मेरो पराएका देश घर छ परानी मनको सोच्यो हुन्या भया मैले जै भणन जाई सम्झिजन रोया इजो इनगीत सुणन जाई सम्झिजन रोया इजो इनगीत सुणन जाई कठै कठ होरो हाल्ले हे भावनी कि गर्म फुटाइए जन्मेकी जन्म भूमि इजबुवा छुटाई कठै कठ देखिया यो परदेशिनको पीडा भनौँ देखिया परदेश जाए भर धन कमाउनु पड्या जन्म्यो देश माता पिता भनौँ साथी सङ्गी भनौँ गाउँ भनौँ ठाउँ भनौँ देश भनौँ परिवेश सबै छाडबर देखिया आफ्नो ज्यानको बाजी लाइबर परदेशिन पड्या सोच्या जसो नहुने मिन्जा मनै दुख्या देखिया परदेशिनलाई भनौँ बहुतै घरकी सोराइ लगै लागन्छ भनौँ अब काजबार उनर्यान घरकी सोराइ भनौँ गाउँका मेलानकी सोराइ काजबारनकी सोराइ जियोस् परदेशिनको पीडा भनौँ उनले देउडा गीतबाट दर्शाउन खोजिरहेको थियो। बहुत बहुत धन्यवाद छ मनोज साउद सोराडीजीलाई। अहिले उन मलेसिया छन् परदेशीको खबर लैजा मेरा इजा बालाई भन्नलाई थियो। बहुत बहुत धन्यवाद छ। 52 दिन मैले आसिया देउडा गीत लेखबाट पठाउने रिया भण्डर उनलाई म बहुत बहुत धन्यवाद दिनौ। श्रोता संगी